वेलकम टू माई न्यू ब्लग गाइस। आज चाहिँ हामी गाई रिपेयर आएको घुम्न। गाई रिपेयर बन्द भइसकेको छ अहिले 5 बजीभन्दा पछाडि बन्द भइसक्दो रहेछ। के भन्दा आएको सबै आज सबै आउनु परेछ। सबै फर्किनु पर्छ, फर्किनु धेरै आउनु पर्छ। सबैजना फर्किनु भयो, बन्द भइसकेको रहेछ 5 बजीभन्दा पछाडि। हामी चाहिँ आएको अब ढिलो आयौँ आज। गाई रिपेयर भित्र गइदिनु हिँडेर आएको, गेटै बन्द छ। ढिलो भयो कि गेटै बन्द रहेछ। के भन्ने फोटा नि यिनीहरू खै कति खिच्दिने यार, अघि त्यत्रो फोटा खिचेको। फेरि आर्मीको पुरा बाहिर उत्रेछन् ट्रेनिङमा। एउटा डेक्सी बोलाउनु नरे खै भन्दै थियो साथीले। साथी भिडियो हेर न कस्तो देखाउँछ भिडियो। बन्द भइसकेछ बसेर के भन्दै केटा यार। जान्छ नि जामै बन्द भइसकेको जाम यार साइको। एउटा फोटा खिच्नु, एउटा खिच्नु, एउटा मात्रै पासवर्ड साइज है त्यहाँ खिच्यो है। अहिले चाहिँ जान्थेँ अहिले चाहिँ फोटो चाहिँ देखाएको कस्तो नसो चाहिँ देखायो अहिले नसो देखायो नि। अहिले खिचेछु त अघि त्यत्रो फोटा यता मलाई डबाएर राख्छ। जाम न त नि यताबाट जाम न त कसले आन्सर खायो यताबाट जाम न त नि। यताबाट कहाँ पुग्छन् है जाम न त नि घुमिदिउँला के छ र जाम न सुन्नु। ल गाइस हामी ल यो बाटो हिँड्न लाग्यो फेरि गर। सबै आएर छन् बन्दा भएर अहिले हामी बन्दा भएर सबै घर चाहिँ जान लागिसक्यो। हामी चाहिँ अब भलक बनाउनु गाई रिपेयर भित्रसम्म गइदिने भनेको बन्दा रहेछ। कहाँबाट भित्र जाने एउटा यता कतैबाट छिर्दैन खिचै छुके नक्सा निकालेसम्म पनि ल्याउनु पर्यो। आइफोन त्यही त आइफोन चान्सो लिनु मोबाइल भयो जाने हो हिजो। फेरि आऊ न दुर्गा थापाले अघि न उसमा भिडियोमा फिल्म खेल्न बोलायो अरे सुनिला। फेरि भन्छ नि त्यो डाइलग कसले हान्यो यो तलतिर यताबाट बाटोमा जान्छ यता होला। यहाँ गेट पनि बन्द थाहा छैन थाहा नभएर किन सोध्छौ भनेको यो गेट पनि बन्द हुँदैछ त। यो बाटो तल्लो बाटो खान्छ यो बाटो गाई रिपेयर घुमाए कस्तो हुँदै केटा हो एकदम चिरमा छ।
त्यो त त्यही हो जुर्गा छापालाई चिन्छ सूर्य चुराट खान्छ नि त्यसले ल गाइस त्यस्तै हो हामी जटा त्यहाँ घुम्न गएको त्यहाँ बन्दा भइसकेको छ अब अर्कोचोटि आउने हिँड न साइको कति झडाहरू चाहिँ तिम्रो त ल हच्चाघात डाला डाल हच्चाघात गरेर एउटा न वा साइको आने मेरो फुपू ससुराले भन्दा मान्दैनन् क्या कसले तिमीले मैले भनेको मान्दैन कसलाई हाल्देऊ न हाल्दै त्यो दुइटा त्यो एक्टिङ गर न त्यो एक्टिङ सुरुबाट सुरुबाट गर न साइको गर न एकैचोटि गर न एकैचोटि प्रकाश भन्छ न तिमीले रिप्लाई मात्रै दिने त हो त भन न कस्तो म साइको केही हुन्न के साथी पनि नाटक नगर न एकैचोटि अरे भन न त्यति भन्दा के हुन्छ रुपियाँ तिमीलाई भन न टिकटक बनाउनु लागि यसमा अहिले भन भिडियोबाट क्रप गरेर फेरि टिकटक पनि बनाउनु लागि बनाउनु लडा जस्तो गर साइडको गर के यहीँ ठिकै छ त अनि त्यसो चाहिँ लडा जस्तो भयो गर न छिटो ल 1 2 3 पर्फेक्ट भयो त महाकसमलाई दामी भयो दामी भएको भइहाल्छ यो भिडियोबाट प्रो गरेर फेरि मैले बनाउँछु टिकटक बनाउँछु वा बनाउने हो कस्तो भाइरल हुने हो अलिअलि चाहिँ देखेर चाहिँ यहाँ देखाइदिनु भित्रको देखि छैन कि राम्रोसँग यहाँ पुरै बन्दै भइसकेको छ त्यो टावर टुप्पा थोरै ढुङ्गासँग देखेको छ हाम्रो जनताहरू हामी चाहिँ एकदम मिल्ने दुश्मन एउटा गर्लफ्रेन्ड एउटाले पट्टाउने एउटा गर्लफ्रेन्ड एउटाले पट्टाउने त्यो म गरौँ त गरौँ न सबै रब्बा साइकोहरू गरौँ न त फेरि त्यो गराइन्छ टिकट गराउने यहाँ आइज यहाँ नजिक एकैचोटि गरौँ न के नानी यार डर लाग्यो यार साथी नगर न त्यस्तो यार ग्राउन्ड हार्ने त्यसको बाइकहरू यिनीहरूले प्रत्येक शब्द र बाइकहरू के बोले के भन्ने अरे ल फेरि भन नि चाहिँ म्यासेज गर्ने कि कल गरेर भन्ने बेलुका भिडियो हाल्छु सबैलाई सेयर गर मेरो फेसबुक भिडियो आउनु भएन यत्रो भिडियो भयो त्यसको भिडियो आउनु भएन भन्छन् कि तिम्रोमा कहिले तिमी यता जान्छौ कहिले यता जान्छौ अनि कहाँबाट बोलेर अनि कति रक्सु नहाल होइन अरू हाल्छ यो रक्सु अरू युज गर्न 1 घन्टा लाग्छ मलाई
त्यो त कुरो गरेर नि बनाउँछु मैले त्यसमै बनाउनु नि त एकचोटि फेरि ल गाइस फेरि गरौँ नि त एकचोटि फेरि गरौँ जाने सिगल टिम सुनिललाई पठाइदिनु त मैले गरिदिनु राहुल 3D एडिटर नेपाल कति छ सब्सक्राइबर कति छ मतलब पहिला चाहिँ बनाएको गरेकै कति भयो अब यो गर्छ हुन्छ कलाकार चाहिँ बन्छ नै केटा भविष्य छ म राजा समाज खेल्नु रायोसँग त ज्याकेट रायोसँगको यस्तै लाउँथ्यो नि थाहा कि नै जिन्सको ज्याकेट होइन को एक्सनको म हो त्यसले रियल एक्सन गर्छ कि नै त्यो मतलब झगडा परेको त्यो जो फाइटर हुन्छ नि त्यो त्यसले ऊ पनि हान्दो रहेछ केटा फाइटर हुन्छ नि जो मतलब रियलै बनाऊ भन्ने टाइपको गराउने छ इन्टरभ्यूहरूमा नि त्यसको बारेमा चर्चा धेरै भइरहन्छ उसको के अरे कुन 12 गाउँ मुभी गर्नु 12 गाउँ मुभी ऊ गरेर सुटिङ गर्ने मात्रै भएको तर यार साथी के बोक्यो त्यो दुर्गा थापाले उसमा भिडियोमा फिल्म खेल्न होला त्यो बाटो कहाँ जान्छ यो बाटो जाम न त्यो बाटो जाम न त्यहाँबाट यहाँ से भी बढ गई भन्ने सङ्घको भाइरल भयो यिनीहरूको डेली आउँथेँ म त टाइगर भडक पहिल्यै आउने भनेको मैले केटाहरू फेरि आउनु नपाउने एक्लै पनि आउनु ढिला लाग्ने कसले झुट पनि यति बोल्छन् कि कसले के भन्ने पानी तान केटा आऊ न ऊ गर न यो ऊ गर न सुनिल ऊ गर न यहाँबाट निकाल न पानी खानु साइकल हुन्न सानो छ पानी मलाई शङ्का लागेको थियो कि त्यही भएर नगर नगर कि अर्को फेरि पागल छ भने मान्छे यार नगर न साथी पानी खानु न एक सर्ट लाग्यो नि आफै सुनिल पनि पल यो पानी खाएर फेरि नाटक गर्छु मैले त हेर जान्छु मलाई नाटक गर जाम गइजान्छ
यतापट्टि जाम कि न यताबाट गएर कहाँ पुग्छु तल यहाँ वहाँ नजिक त्यहाँबाट छोड्दै हिँड्दा म जाम कि के नगर न साथी भालु आयो केटा हो भालु आयो छिटो आऊ न केही छैन मलाई तिम्रो तागत सागत भन्ने केही छैन है प्रकाश फेरि त गल्त सुनेन 7 दिन हुन्छ त यार त्यही गाइज नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु आजको भ्लग थोरै गल्तीसँग गर नै केटा यहाँबाट इन गरिदिउँ मोदी बेजन नगर्ने काम के गरेको छु र मुला बेजन मान्नलाई कपडा लागेछन् त्यहाँ के गर्नु त अरू छिटो आऊ दुईटा लडेर फेरि एउटा ढाल्ने होला न मिल्ने दुश्मन हुन् दुईटा एउटाले छोडायो गर्लफ्रेन्ड एउटाले पट्टाउने एउटाले छोडायो एउटाले पट्टाउने तिम्रो त कामै त्यही केटा तिमी पनि त लागिरहेको हुन्छौ त एउटाले एउटासँग आइडी माग्ने एउटासँग माग्ने साइकल माग्ने केटा यहाँ चाहिँ डेन्जर हेर्नु माछ कसम हेर न कस्तो एकैचोटि मेरो बित्यो भने यहाँबाट कट्ट तल फाल्टो तिमीलाई हालिदिउँ त ए पहिला केटाले यहाँ हुने गुच्चा खेलेर यस्तरी छिराइ तिमीलाई मैले त्यो खानु आजकल गिर्छ त भाइलाई फेरि समात्छ नि यहीँ लडी बढी हालिदिनु पर्छ कि कसरी बित्यो होला सोच न एकछिन त्यो पुरै माटो हुन्छ के हुन्छ क्या माटो कस्तो हुन्छ फला हुन्छ क्या अर्को फेरि यार तर्साइदिएको यार कस्तो भने म यस्तो तर्सिदिएँ मा कसो तातो गएको यार तर्साइदिएँ यार केटाले यस्तो नहुँदा तर्स्यो नि म त मा कसम यार मुटु चिसो आम्मा कसम यार यस्तो मुटु चिसो भयो नि ब्रेक पनि त्यस्तै लागेको हो कि साउन्ड पनि त्यस्तै आएको थियो कि म त भागिदिएको यस्तो त मुटु छ मा कसम यार मैले त सोचेँ म त के सोचेँ कि त्यसै भागिदिएको कि तिमीहरू भागे देखेर यार कस्तो यहाँ लास्ट डर लाग्यो मलाई यिनीहरू दुईटा बसेका पनि डरले भागिदिएकै साँच्ची भागायो त मा कसै मिनट त व्यवस्था गरेर भागिदिँदैछन् म किन भागेँ होला त्यसै पछि भिडियो बनाउँदै थिएँ म त के पो आयो भने भागिदिएँ म यस्तो मुटु चिसो साइकलमा आएर यस्तो डराइदिएको यार के अरे अहिले भिडियो पनि भागे देखाइदिन्छ नि मा कसम म बेलुका भिडियो हाल्छु तिमीलाई डरा भएन कि हामी त त्यो के आयो भने यिनीहरू म त डराएँ यार कस्तो केटा पछि म त स्वाट भिडियो बनाइदिन्छ पछाडि पनि हेरेन पाएन क्या मैले त पोलतिर आएको थियो नि डराउनु पर्दैन के भन्यो त्यसले यार के गर्नु भन्नु त मैले बल्ल साइकलदेखि नै झ्याप्प रोकेको यार यार केटा यस्तो तर्साइदियो यार
मसित चिन्नु त मुटु छ के डर नलाग्नु नि त मुटु छ तर गाडा साइकल ल्याएर कुदाउँछ मस्त हुँदैछ है यो रोडमा त्यसको ब्रेकै त्यस्तै लाग्यो कि लगाउने त्यस्तै हान्दा हुन्छ ड्यार गाडा म त त्यस्तो तर्छ यहाँ आम्मा कसम के गरे अरे सधैँ साइकल आज त आज ठाउँमा सधैँ साइकल जन्मिने बेला त माछालाई मरिनु बाटोमा होइन यो ढुङ्गा छ नि मैले पहिला पुरै पिच गरेको अरू के छ कि भन्नु साथी गहनामा पिच गराए नि आज पहिला नि हाम्रो बाजेले त्यो साइकल भयो नि यार म त स्वाट साइकल आयो होइन डरायो क्या लास्टै यार झ्याप्प डरायो नि लास्टै यार भागै आयो भने भागिदिएको जिन्दगी कहाँ के यो काँक्री जङ्गलमा पुरै खरबारी छोड्यो पहिला जमानामा एक दिन हाम्रो बाजे त्यो खर काट्न होला ठुलो ठाउँ आएको तिम्रो बाजे कहाँबाट आएर आगो लाग्यो कि यहाँ त्यही त हाम्रो बाजे आएर चाहिँ ठुलो ठाउँमा अब ठुलो झुर्काले लागि तर आगो लागि चाहिँ त्यही भएर बल्ल गरेको पहिला खरबारी के होला होला भयो आमा अब यस्तो डरायो कि त हो त्यो साइकल फेरि ल्याए क्या है हालिदेऊ न त अनि ठिक छ ए राहुल 3 लिटर नेपाल म त तर्सेँ एउटा यस्तो मजाले तर्सेँ नि झ्याप्प साइकल आयो यिनीहरूतिर भाग्दिएँ मैले म पनि त्यस्तै भागिदिएको साइको भइदिएको त्यो नभागेर चाहिँ म भाग्थेन भाग्यो भाग्दैन किन भन्ने केटा गोलगती हान्छ तिम्रो मार्ने इन गरिदेऊ ल इन गरिदिउँ होइन किन हान्ने हो र कहाँ त्यहाँ देखाउने हान सुनि हामीलाई जस्तो बाबु 5 तिर आउँछ 5 तिर मारे 5 हान्यो भने तिमीमा 8 5 कसम 5 हाने आर्मी लगिदिन्छ अब 15 त गफै हान्यो साथी जाऊ हान न 5 हाना मान्यो कि तिमीलाई मैले 5 हान्यो नि भयो अब यहाँ पनि सत्य जस्तो छ जाऊ ल हान है जति सक्यो 91 हान न साइको हान न एक दुईवटा हान न छिटो जाऊ न हान ल 8 मात्रै हान जा हान न साथी प्रकाश गएर हान त
साथ जाऊ न प्रकाश जाऊ न खान्छौ के हुन्न जाऊ न छिटो छिटो जाऊ न जाऊ सक्छौ भने नि मैले भने रिटायर हुने जाऊ न सुनिल जाऊ न साथी नै म बनाउनु सक्दैन क्या यार 2 त हान्छु होला हान्न त जाऊ न त्यो रिक्वेस्ट गर्दाखेरि नाटक हाने यार जाऊ न आऊ न साथी प्रकाश आऊ न छिटो प्रकाश आऊ न कसले कति हान्छ च्यालेन्ज हानौँ क्या हान ल 1 हान 2 हान जाउँ सुनिल 3 अर्को एउटा छिटो 4 अर्को 5 अर्को एउटा 6 वा 6 मै रोकिदिए गजत गरे खान्छ यिनले त यार हान सुनिल केही हुन्न क्या हान न बेरिङ त छ त बेरिङमा हात दुख्यो मेरो 2 3 4 5 6 15 त हान्नै पर्छ है 7 8 जाऊ न वा 8 मै रोकिदिए कि नि 8 त म पनि हान्छु होला है 8 खोइ साथ तिमी हान न प्रकाश हान त 4 त हान्यो 4 त हान्थ्यो प्रकाशले कि 4 वा कहाँ नै होइन 6 त फेरि 6 हानेको थियो क्या 6 जाउँ नि त वा भन्दैछ हान न अब 3टा हान गइजाने 3टा मात्रै छिटो 6 साइकल जाने अघि नमजाले तर्साइदियो यार यिनीहरूले ल हान 1 2 108 पुग्यो क्या अरू एउटा हान 9 पुग्छ 9 पुग्यो 109 10 भने हामी 9 भन्छौँ ऊ 10 भन्छ कहाँ ढुल्यो एउटा अर्को हैन सक्दैन भने यता छोडिदेऊ नौ त साथी म पनि हान्छु तिमीहरूलाई त जित्छु कि 11 त म हानेरै छोड्ने होला यहाँ प्रकाशलाई भिडियो बना अलि फेरि हान्छु म अलि 20 त पुऱ्याएर जाने हो हामी चाहिँ म्यादीको तयारी गर्दै यहाँ राम्रो आउने भन्छ क्या उनीहरू देखाउने कति पुग्यो
मान्छे बस्यो अहिले 20 भइसक्यो के निकाल्ने के भर्खर 4 भयो लास्ट कति जित्दैन कि म भन्नु त ए 2 गरी भइसकेछ मात्र लगातार मैले त्यहाँबाट छोडेको हाम्रै सक्दाखेरि बढी भाषा मोबाइल फाल्दिनु हुन्छ कि एउटा मोबाइल म फेरि आन्छु त नि फेरि 5 मा हानिहाल्छु र रेगुलर एक 2 3 4 5 6 7 लाज मान्छ विचार नगरिदेऊ 7 नै 5 भए 5 भए 4 हो 4 5 4 9 भयो होला 9 त होला 1 आना एउटा हानेर ल जित्यो एउटा नै 2टा त हान्नु पर्यो समथिङ तिमीलाई एक अब एउटा हानेमा जित्थ्यो मलाई बराबर भयो बराबर भयो कस्तो छोडेन लगातार हान्ने यस्तै हान्ने गर्ने पो हुन्न छोड्नु आर्मी पुलिस हुन्छ भने यस्तो तयारी गर्छु यति हान्नु सक्दैन एउटा साथी मैले के तयारी गरेँ मैले 5 हान्नु तिम्रो यस्तो तयारी गरेँ तिम्रो 10 हान्नु 12 हान्नु के अन्तर छैन अर्काले हानेको अब फेरि हो कि नै म अहिलेसम्म हान्थिनँ भने नि मैले कति 7 हान्थेँ 2 चोट लगाएर म 6 पछि हान्थेँ 4 चोटि लगाएर भोलि बेरिङ छ यार यिनलाई धेरै नसताइदिनु त कसलाई तिमीलाई एउटा फेरि जितेँ मैले त एक चौडा हान्ने जित्यो भयो सक्दैन क्या रातिको ल गाइज यति नै भिडियो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला च्यानललाई लाइक कमेन्ट सेयर गरिदिनु होला यति नै आजको भिडियो यहीसम्म समाप्त गर्न चाहन्छु भिडियो मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला यति नै भन्न चाहन्छु तबतक बाई बाई ल गाइज बाई बाई एउटा बाई बाई भन्दै बाई बाई छल्गा छल्गा